सम्पूर्णमा नमस्कार। आज म चाहिँ विशेष गरी यो लोकल काँक्रो उत्पादन भएको क्षेत्रमा आएको छु है। तपाईँहरूको हुन्छ यो केतुके बजारमा विशेष गरी गएका लोकल काँक्राहरू चाहिँ यही ठाउँबाट हो है। तपाईँहरूले यो यहाँबाट चाहिँ यो अहिले मैले यो जुन यो काँक्राको उसमा आएको छु, यो चाहिँ हाम्रो पूर्व केतुके गाविसका अध्यक्ष प्रवाल तामाङज्यूको फर्ममा आएको। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ लोकल काँक्राहरूको एकदमै मात्रामा फलेको छ। प्राकृतिक सबै चिजले हैन गरेदेखि कृषिमा सम्भव छ के। यो लोकल काँक्राको बगानमा तपाईँहरूलाई मैले देखाइसकेको छु। यति स्वादिष्ट र यति साइजका चाहिँ यो काँक्राहरू तपाईँहरू देख्न सक्नुहुन्छ हैन। पुरै यो ठुलो बगैँचा छ, यो पुरै हैन काँक्रा बगैँचा लामो ठुलो रहेछ हैन। यसरी चाहिँ उहाँले लाउनु भएको छ। यो ठुलो बगैँचा छ है, एकदम ठुलो बगैँचा छ यो लोकल काँक्रोको। परैसम्म छ जस्तो छ है, परैसम्म छ जस्तो छ। ल हेर्नुहोस् यो त धेरै टिपिसक्नु भएको अरे, अन्तिममा पुगेको रहेछ। कति लामो छ त हेर्नु न, यहाँ यति लामो छ कि लामो छ। पुरै एउटा सिङ्गो यो गरोभरि रहेछ के लोकल काँक्रो चाहिँ। यो केतुके बजारमा विशेष गरी जाने चाहिँ यहीँको लोकल काँक्रो हो। ल हेर्नुहोस् त, यो पुरै यहाँदेखि सम्म उता ठुलो रहेछ हैन। ठुलो देखियो यता काँक्रो भएर चाहिँ ठुलो। अब यता पनि ल हेर्नुहोस्, यो तपाईँले देख्नुभयो नि, यो चाहिँ लोकल काँक्रोको